तपाईँ एकदम डराइरहनु भएको छ हो? नै डराएको छैन। तपाईँलाई सारोदेखि देखेको हो नि त, पहिले पनि भन्थेँ मैले। हामी बच्चा बेलामा नर्सरी पढ्दाखेरि उहाँको सो आउँथ्यो। तपाईलाई चाहिँ के लाग्छ when you are in a date हैन, तपाईँ चाहिँ डेट जान चाहनुहुन्छ भने चाहिँ या त हुन्छ नि ल कफीकै लागि जानुपर्छ या त 1 घण्टा चाहिँ तपाईलाई टाइम स्पेन्ड गर्नु मन छ भने चाहिँ के रे who do you prefer, male or female? Obviously female. बारनशाहलाई चाहिँ हैन अब तपाईँ बाहिर पनि गएर आइसक्नु भएको छ हैन, what do you prefer, नेपाल या त अब्रड? नेपाल। नेपाल। हजुर। कस्तो क्वेसन सोधेँ होला है मैले। जो मान्छे चाहिँ हुन्छ नि यता बसेर पोलिटिकल्ली पनि जो चाहिँ एकदमै राम्रोसँग थाहा छ ब्याकग्राउन्ड है, त्यस्तो मान्छेलाई सोधेँ। एकदमै गलत प्रश्न। एकदमै गलत प्रश्न। गलत। ओके सो अब एउटा ठाउँमा चाहिँ हैन, एउटा यस्तो पुरा जङ्गल छ अरे हैन, अनि त्यसपछि चाहिँ त्यो जङ्गलमा चाहिँ बिचमा चाहिँ एउटा समुद्र छ अरे हैन, त्यो समुद्रमा चाहिँ एउटा मात्र बोट छ हैन, त्यो बोटमा चाहिँ तपाईँ एकजना चाहिँ बस्नै पर्यो हैन, अनि एकजनालाई मात्रै सिट छ अरे है, तपाईँले कसलाई चुज गर्नुहुन्छ है? म अप्सन दिन्छु। तपाईँको वाइफ है, तपाईँको एकदम मिल्ने साथी या त युनिक पोएट? मिल्ने साथी या त युनिक पोएट। दुईजनालाई पठाइदिन्छ, आफै त्यहीँ बस्छु। ये सारे जुल्म झाल से दूर हूँ मैं, इसलिए तो मशहूर हूँ मैं, खाना सही समय पे नहीं खा पाता मजबूर हूँ मैं। केटी मान्छे जो चाहिँ अब पुरै कपडामै हुन्छ हैन, अब आधा कपडाको मात्र कुरा नगरौँ हैन, जो केटी चाहिँ पुरै कपडामा हुन्छ त्यो केटीलाई हैन 80% मान्छेहरूले हुन्छ नि अब नेगेटिभ भन्ने पनि हुन्छ, पोजिटिभ भन्ने पनि हुन्छ, तर त्यसमा चाहिँ 60% चाहिँ नेगेटिभ भन्ने मान्छेहरू नै हुन्छ नि त। कपडा पुरै लाग्यो भने लागेकै मान्छेलाई पनि भन्नु खोजेको के, तर हुन्छ अब केटाहरू चाहिँ अब जो चाहिँ अब माथि अब गन्जी मात्रै लगाएर हुन्छ, त सर्ट्स मात्रै लगाएर त बक्सेस मात्रै लगाएर हिँडे पनि त्यो मान्छेलाई चाहिँ नकारात्मक नजरले हेर्ने या त बोली छोरी मान्छे त्यो राम्रो कुरा हो। छोरी मान्छे ब्युटिफुल हुन्छ, छोरा मान्छे अग्ली हुन्छ भन्नु अर्थ हो क्या। छोरा म्युजिक मान्छेमा शरीरमा हेर्न लायक केही पनि छैन रहेछ, त्यही भएर त्यतिकै हिँडेको छ। छोरी मान्छे हेर्न लायक छन्, ब्युटिफुल छन्, उनीहरूको सुन्दरता छ, उनीहरूको सुन्दरता हेरेर कविता लेख्न एप्रिसिएट गर्ने मान्छेहरू हुन्छ, तर नेगेटिभ भन्ने मान्छेहरू अझै त्यो भन्दा पनि बेसी हुन्छ भनौँ। त्यस्तो खै त्यस्तो लाग्दैन, त्यो त राम्रो कुरा हो। छोरी मान्छेको शरीर नै आकर्षक छ भनेको जस्तो हो क्या त्यो। छोरा मान्छेको शरीरमा केही पनि रहन्छ हेर्न लायक भन्नु। कुरा जस्तो ऱ्यापरहरूको चाहिँ हैन, आई हेभ सीन दिस या बडी ल्याङ्ग्वेज के छ। हजुर हजुर हजुर। ल यो हुन्छ नि, यस्तो लाग्छ कि उहाँहरू केही मतलब तरकारी काटिरहनु भएको छ कि हातमा केही दियो भने उहाँहरूको तरकारी नै काटिने टक्क लाएर हुन्छ नि, जस्तो मतलब लौका लामो राखेको छुरा दिनु एक वर्ष पानी नि पुरै काटिने जस्तो पुरै सरको एउटा ऱ्याप कुनै गर्नुहोस् त सर प्लिज, कुनै सरको आफ्नै। या कविता हुँ म आत्मा थप्ने तिमी भावना हुँ, रमिता हुन्थे दैरे ल्याउने तिमी साधना होला एउटा लौका गई। यो सोचेको थिइनँ, अबदेखि कहिले काहीँ यसो तरकारी काट्नु पर्यो भने चाहिँ तपाईँको चिज ट्राई गर्नु। दिस इज मल्टिटास्किङ। दुईतिर चक्कु राखेर। सही हो सही हो। या आइडिया त अनि के लाग्छ अब जितिएला हैन? जित्न त 100% जितिन्छ। हाम्रो क्षेत्रमा विशेष गरी कला क्षेत्रमा चाहिँ अलिकति कुरा काट्ने बढी चलन छ। हजुर। तर अहिले तपाईँ जबदेखि उम्मेदवार हुनुभएको छ जबदेखि तपाईँको यो राजनीतिक उसमा चाहिँ एउटा एक प्रकारको चिनारी बनिसकेको छ, तबदेखि चाहिँ तपाईँका कुरा काट्ने फेरि उताभन्दा यता बढी देखिएको हामीले अनुभव गरेका छौँ। तपाईँले कस्तो अनुभव गर्नु? कुरा काट्ने यस्तो हो, कुरा काट्ने चाहिँ जुनसुकै फिल्डमा पनि हुन्छ, तर कुरा काट्दाखेरि के बुझिदिनु पर्यो भन्दाखेरि कसैले मेरो कुरा काट्नु भनेको मेरै प्रमोसन हुनु हो हैन। Too many thoughts on my mind, I can't sleep at night, so I just keep writing. I don't need no help, I don't need a pick. कुन छान्नुहुन्छ? केशव स्थापित कि सृजना सिंह? म भोटै हाल्दिनँ। Relax and take notes while I take totes of the marijuana smoke. तर नेपालमा जनता छैनन्, दलका कार्यकर्ता छन् हैन। तपाईँ किन काङ्ग्रेस भएको भने मेरो हजुरबादेखि नै काङ्ग्रेस, तपाईँ किन एमाले भएको भने हाम्रो त परिवारै एमाले भन्ने प्रकारको अवस्थामा स्वतन्त्रलाई मान्छेले भोट हाल्छ त? अब चाहिँ हाल्छन्। किन भन्दाखेरि जस्तै तपाईँले बच्चालाई एउटा स्कुलमा पढाउनु भयो हैन,
मेरो ड्याडी पनि त्यही स्कुलमा पढ्नु भएको, म पनि त्यही स्कुलमा पढेँ, छोरा पनि त्यही स्कुलमा पढाउनु पर्छ भने पढाउनु पर्छ। तर त्यो स्कुलमा बच्चा बिग्रियो अथवा त्यहाँको टिचिङहरू राम्रो भएन, त्यो स्कुलको इन्भाइरोमेन्ट राम्रो भएन भने तपाईँले स्कुल चेन्ज गर्नुहुन्छ नि। पैसा नलिकन अर्काको उम्मेदवार बन्नु भएको तपाईँ? होइन, पैसा नलिकन पनि किन बनिदिनु पर्यो मैले कसैको लागि? मैले अरूको लागि गरिदिनु पर्ने आवश्यकता चाहिँ के छ तपाईँलाई नै सोधेँ मैले। डिजाइन गरौँला फरक ठाउँ, तपाईँले यहाँ ल्याब खोल्न पाउनुहुन्न। ठिक छ, नखोल्नुला केही छैन। तर हजुरले मैले जुन एप्रुभल ल्याएको छु पछाडिबाट घुमाउनुहुन्छ, सरकारले मैले फाइन तिरेर एप्रुभल ल्याएको छु। के गर्नु त्यसलाई हो तपाईले हस्पिटल खोल्ने ल्याब खोल्ने एप्रुभल मैले व्यवसाय गर्ने भनेर ल्याएको छु नि हजुर। हैन, व्यवसाय गर्ने भनेर एप्रुभल लिनु भएको छैन, तपाईसँग छैन, ल्याउनु नि त। यो फस गया सी म दिन्छु। कस्तो तपाईको घरको नक्सा मसँग हुनुपर्छ? नगरपालिका के हुन्छ त? तपाईको नक्सा मसँग हुनु, मैले त्यहाँ छापे यहाँनिर यत्रो नोटिस दिएको छ, अनि के हो यो? 35 दिन भित्र खाली गर भने नोटिस दिएको छैन? तपाईको घरको नक्सा मसँग हुन्छ? अनि मैले खाली गरेँ किन कसरी गर्ने? तपाईको घरको नक्सा मसँग हुन्छ कि तपाईँसँग हुने? मेरो कि डन हो यार, मेरो कि डन हो यार। म्युजिक बेलुका सुत्दाखेरि चस्मा खोल्नुहुन्छ? होइन, बेलुका सुत्दा चाहिँ लाएरै सुत्छु होइन, किनभने सपना धेरै देखिन्छ क्या। चस्मा लगायो भने चाहिँ सपना पनि आउन अनि मजाले आनन्दले सुत्न। चस्मा खोलेर आँखाको भावलाई कसरी बुझ्ने त? अब नबुझ्ने इज्जतको सवाल भाइ, प्लिज खोलिदिनुहोस्। आज चस्मा खोल्नुहोस् भन्नुभयो, भोलि के खोल्नु भन्नु होला। मेयर भनेको त एउटा कुनै पनि नगरपालिकाको सिइओ जस्तो पोजिसन हो नि त। त्यो मेयरले त शिक्षा बुझ्नु पर्यो, स्वास्थ्य बुझ्नु पर्यो, इन्फ्रास्ट्रक्चर बुझ्नु पर्यो, वेस्ट म्यानेजमेन्ट बुझ्नु पर्यो, पर्यटन, कल्चर, सम्पदा, सभ्यता सबै बुझेको हुनु पर्यो नि त। काठमाडौँ पार्टीका नेताहरूले त बुझेका हुँदैन। होइन, पोलिटिकल पार्टीले नेताले कहिले बुझ्ने सङ्घर्ष गरेको, जेल परेको समय नै छैन उहाँहरूसँग बुझ्नलाई यो विषयमा। हाम्रो देशमा छ नि काठमाडौँको कुरा गर्दा तपाईँलाई थाहा अस्तव्यस्त छ। हजुर, कुरो भइसक्यो नि। हजुर हजुर। यसलाई तपाईँ राम्रो सुन्दर सहर बनाउन सक्नुहुन्छ? सुन्दर सहर बनाउनलाई एकदमै सजिलो पनि छैन, एकदमै गाह्रो पनि छैन, जोडेर गर्नु पर्यो नि त। पानीको मात्रै होइन, काठमाडौँ त धेरै समस्याहरू छन्, ढलको समस्या छ। हजुर, ढलको समस्यामा यस्तो हो, ढलको सिवेरेज ट्रिटमेन्ट प्लान्ट हुन्छ जुन बौद्धमा पनि देख्न सकिन्छ होइन। यो चिजमा चाहिँ एकतिर गर्यो त्यसपछि मान्छेले ध्यान दिएन, अर्कोतिर गर्यो त्यसपछि ध्यान दिएन, मोनिटरिङ गरिएन। त्योहरूले कुनै कुनै ठाउँमा काम नगरेर यतिसम्म भएको छ कि ढलको पानी ल्याउने, त्यसलाई के गर्ने, अनि अर्को बोरिङ गरेर पानी झिकेर खोलामा हाल्ने पनि हुन्छ। त्यो देख्नु पनि भएको छ होला, तपाईँ त्यो बेला जानु पनि भएको थियो होला, त्यो नेताहरू नहुने बेलामा हो। Too many thoughts on my mind, I can't sleep at night, so I just keep writing. I don't need no. चुनाव जित्न धेरै गाह्रो छ। गाह्रो छ, असम्भव छैन नि त। गाह्रो छ भन्नुभयो, असम्भव छ भन्न सक्नुहुन्छ? मेयर बन्न 10 करोड चाहिन्छ रे काठमाडौँमा। 50 करोडै खर्च गर्छन् नि हजुर। Relax and take notes while I take totes of the marijuana. हाम्रो संस्थालाई त्यो रिस्टेट गर्नु, पुनर्स्थापना गर्नु, पटकाउन सहमति गरिसकेर यहाँ बसेर सबै सहमति गरिसकेर पत्र काट्छ भने त्यो हाम्रो जिम्मेवारी हो त? खै त के त? च्यालेन्ज गर्नुहोस्, आज बैठकमा च्यालेन्ज गर्नुहोस्। 22 वडाले अहिलेसम्म गरेको यो जति पनि गरिबी छ गैर कानुन सम्बन्धी तपाईँ कानुनमा जानुहोस्, तयार छु। तपाईँले प्रतिपक्ष भनेर यहाँ यो सहर बन्दैन। तपाईँलाई के च्यालेन्ज दिने ल भन्नु? के कुरा भनिराख्नु भयो? म्युजिक उहाँलाई फुटपाथ ठुलो चाहियो उहाँको वार्डमा, मान्छे हिँड्न गाह्रो भयो, अब के गर्ने? मैले न्यु रोडलाई माया गर्न नपाउने, म चाहिँ तपाईँ देशलाई माया गर्नु न, किन न्यु रोड मात्रै? देशलाई माया गर्नु। नेपाली सिरो चाली संसारमा लम्किन्छ।